नमस्ते सबैजनालाई, के छ खबर? आज त म घरमै छु, छुट्टी आज मेरो। यो बुधबार एक्लै घर बस्न कति ज्याउला छ। रमनसँग हुँदाखेरि चाहिँ बाँच्दै झगडा गर्दै रमाइलो गर्दै नयाँ नयाँ खानेकुरा पकाएर फिल्म हेरेर टिकटक बनाएर भिडियो बनाएर यत्तिकै दिन जान्थ्यो। हुन त दिन काट्न त्यस्तो गाह्रो पनि हुने त होइन हैन। 10 बजे उठे कन्दै कन्दै अनि उठेर पानी नखाई खाना खाएछु आज त। हेर्नु त के हो मेरो बेहोरा त नि। पानी तताएर राखे सेलाइसकेको थियो, खाना खान थालेछु पानी नै नखाइकन। अनि त्यसपछि भरे भरे सम्झेर पानी खाएँ। के गर्नु, के भएको छ भएको दिमाग त बुढाबुढी जस्तो हुन थालिसक्यो अहिले। पानी परिरहेको छ आज बाहिर, हेर्नु है कस्तो मजाले। आज बिरुवा चाहिँ खुब रमाइरहेको होला नि। आफूले जति नै पानी हाले पनि परेको पानी जस्तो हुँदैन नि त। पानी परो एक दिन भने यस्तो मजाले बिरुवा खतरा पाराले आउँछन्, पुरा सप्रेर आउँछन्। कस्तो रमाइलो दिन भइरहेछ। ल है रमन पनि आइपुग्नु भयो, आउनुहोस् यहाँ। रमन मुख देखाउन लायक हुनुहुन्न आज। 100 जोडी भइसक्यो। के अरे टिकटक बनाउँदै थियौँ क्या एउटा गीतमा, अनि मैले डान्स सिकाएको रमनलाई के भन्नुहुन्छ, मैले फाइनेन्स पढेको यति यसो यसो गर्न आयो के भइसक्यो। यसो गर्नु भन्छ, यसो गर्नु पर्यो। मर्यो तपाईहरु भन्दा बढी भइसकेपछि मलाई के फिलिङ्स आयो भने जिन्दगीमा मैले यति धेरै मेहनत गरेर पढेँ, डिग्री पास गरेँ, लास्ट टाइम आएर जय जय गर्नु यो गर्न नसकेर म फेल भएँ। फेरि म फर्स्ट डिभिजन ल्याएर मास्टर पास गरेको मान्छे यो नजानेर जिन्दगीमा फेल भइसकेँ म। आयो पक्नै म रमालाई डान्स सिकाउँछु कि हेर्नु ल तपाईहरु। म त मर्न आँटिसकेँ। अझै अगाडि जानु, अझै 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 अगाडि, अझै अगाडि। ल अब के गर्नु पर्यो भने क्यामेरा हेर्ने। तपाईँ खालि क्यामेरामा हेर्नु भएको छैन, क्यामेरामा हेर्ने। एसी यही आउँदैन। 1 2 3 ओ प्रियसी हेर न। खोइ त हार एक थो गर अर्को थो बिर्सिहाल्छ। अनि फोकसै त्यसमा हुन्छ। यसमा अतिले अब यसो गर्नु भन्यो नि, फोकस त्यहाँ हुन्छ। फेरि यो बिर्सिन्छ, फेरि बिर्सिँदैन। 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी। अब यो खुट्टै चल्दैन। खुट्टा ढिलो होइन क्या, यसो गर्न आउँदैन तपाईँलाई। यहाँ हेर्नु त, गर्न आउँदैन गर्नु त। यो त आइहाल्छ नि, त्यो भाकामा पो मिलाउनु पर्यो त। मेरो कमर पक्रेर खुट्टे 1 2 3 गो। खै हो त्यो उभिनु ल भयो। सिकाइसकेको छु मैले अलरेडी होइन, तर बिर्सेको हुन्छ। 1 2 3 गो ओ प्रियसी हेर। 1 2 3 गो ओ प्रियसी हेर न। त्यो हात छिटो लानु भयो नि त तपाईँले। यो हात ताललाई बेतालको जिन्दगी छ मेरो। 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी। भयो यस्तो गर्ने हो क्या तपाईँले। यस्तो खुट्टा चाहिँ यस्तो गर्ने, यस्तो त्यति कस्तो कमेडी देखिँदैन। ल त्यति मात्रै गरौँ ल, कमर समातेर। लु त्यो स्टेप मात्रै गरौँ ल। मलाई सुस्तरी 1 2 3 गो। सुस्तरी गर, तिमी कसरी गर्छौ? मलाई सुस्तरी, मलाई सुस्तरी। भइगयो त, त्यही त हो। ल के ल 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी। खोइ कमर समाएको मिल्यो त, मैले समाएँ। मिल्यो होला। 1 2 3 गो ओ प्रियसी हेर न। फेरि बिर्सिहाल्यो यता। 1 2 3 गो ओ प्रियसी हेर न मलाई। हेर न भन्दा छैन फेरि यता। अनि हेर न अघि सक्नु तपाईँले, अघि हेर न गर्दा हुन्छ। यति गर्दा गर्दै हेर न सक्यो। मेलो काटिसकेछौ त। 1 2 3 गो ओ प्रियसी हेर न हेर नमा यो हुन्छ कहाँ आइ 1 2 3 गो 1 2 3 गो ओ प्रिय त्यता गर्नु पर्दैन। ल 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी भयो त।
मिल्यो कस्तो राम्रो ल अब गरौँ ऋतिक रोशन अब गरौँ ल फाइनल टेक गरौँ त ल 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी मिल्यो अनि त्यसपछि अर्को स्टेप छ अर्कै सकौँ अनि यो सकौँ यो गाँसौँ नखेदा है मलाई सक्दिनँ म डान्स भन्ने चिज मलाई आउँदैन क्या जबरजस्तीको मलाई डान्स गर्ने त्यो एउटा जिउै हलिँदैन मेरो कसरी हल्लिँदैन बेबे हल्लिरहेको हुन्छ त अरू बरु कमेडी बनाऊँ के बनाऊँ यो नबनाऊँ न होइन राम्रो हुन्छ क्या मेरो पर्सनल डिक्सनेरीमा डान्स भन्ने एउटा शब्द चाहिँ छुटेको रहेछ क्या छैन यसमा मेरो कुनै कला पनि छैन गला पनि छैन म यसमा नगर मलाई वाक्क दिक्क लागिसक्यो एकजनाले कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू यहाँ सुन्नु न यहाँ सुन्नु एकजनाले कमेन्ट गर्नुभएको थियो अस्ति तपाईँले डान्स गरेको भिडियोमा होइन मथड तपाईँले डान्स गरेको भिडियोमा थ्याङ्क यू बिनु ज्वाइँ साहबको डान्स कलालाई योर हस्बेन्ड इज अ ट्रु इन्टरटेनर थ्याङ्क यू फर एक्सपोजिङ हिम भनेर आएको थियो कमेन्ट कति मन पराउनुहुन्छ क्या तपाईँको डान्स तर तपाईँले मैले के खाएको थिएँ दिदी के भएर त्यो डान्स निस्क्यो मलाई थाहा छैन खोइ अहिले आज कम्मर पनि हलिँदैन एकचोटि फेरि देखाइदिनु लु एकचोटि लु देखाइदिनु त लु नाचेर म गीत गाउँछु ल 1 म छु भनेर सोच्नु है अरू स्टेपमा ल 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्त 1 2 3 गो ओ प्रिय 1 2 3 गो ओ प्रियसी हेर न मलाई सुस्तरी तिम्रो मुटुमा लु 1 2 3 गो हे भगवान म कसरी डान्स सिकाउनु स्याउको कलर आउँदै रहेछ रेड हेर न रेड कलर आउँछ कलर फर्सी जाग्यो ओ वाउ फर्सी पनि जाग्यो सरलक्कै कस्तो मजाले जागेछ हेर्नु त गाइस मुन्टा खान पाइने भयो यार ल है ल मुन्टा माग्न आउनु है हाम्रोमा आज होइन अलिक पछि मिसिस आया ब्याम्टनमा हुनुहुन्छ भने आउनु होला चुलाइने यो हप्ता चाहिँ यो हाम्रो के अरे नेचुरल्ली उम्रेको लट्टे चुन्ने बेला भएछ यो चाहिँ हाम्रो आफै उम्रेको हो यो लट्टे नै हो नि झार जस्तै देखिन थाल्यो त लट्टे नै हो यो विकेन्डमा यो आइतबार सोमबार शनिबार आइतबार चुडेर खानुपर्छ यो चाहिँ हामीले भगवानले दिनुभएको उनीहरू चाहिँ उता चाहिँ हामीले किनेर ल्याएर रोपेको हरियोवाला चाहिँ भगवानले लु तिमीहरूलाई पालुङ्गे लट्टे मन पर्छ यो चाहिँ भिन्डी जस्तै छ होइन तर भिन्डी होइन यो के रह कसैलाई थाहा झार हो भने हामी उखेलिदिन्छौँ कसैलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु होला यो लट्टे चुन्न ढिलो भइसकेछ हेर्नु बेबे छिप्पिएछ ला फुल्न पो आँटिसकेछन् लट्टेहरू त नचुडेर बिचोक भइहाल्छ नि चुडिहाल्नुपर्छ चुडिदिनु ल किन ढिलो गर्नु ल चुडिदिनु बेथु पनि चुडिदिनु सबै चुड्ने बेला भयो अलि भिदै अलि तल चुड्नु है तपाईँ त लास्टै माया गरेर उँभो चुड्नुहुन्छ राम्रो हुँदैन गुड एक साग भइ पो हाल्छ है भोलि पकाइदिइहाल्छु तरकारी नभएको बेलामा यताको पनि चुडिदिनु त सानैमा चुड्दा केही पनि हुँदैन दुइटै चुडिदिनु त्यो यतापट्टिका हो त पनि चुडिदिनु अर्को पनि चुडिदिनु कस्तो मजाले फेदैदेखि हाँगा छोड्दै आएको हेर्नु त बेबे आफै उम्रेको चाहिँ नि यहाँ हामीले रोपेको चाहिँ सर्लग सिधा आइरह यो चाहिँ फेदैदेखि हाँगा छाड्दै केही हुँदैन सानो झन् राम्रो हुन्छ चुड्दा तोरी रोपेको छ धेरै नथिच्नु नि लोभ गरेर माया गरेर चुडेरै भएन बेबे चुड्नु न अलि राम्रो छ नि त बिचरा सानो छ त तोरीलाई नखिच्नु न तोरीलाई मच्छर त कत्रा आएका हो राम हेर्नु न झिँगा जत्रै मच्छर छ नि त मारे टोकेर किन मलाई पनि हेरेको मच्छरले काहीँ टोक्दैछ कि त्यही घुम्दैछ टोकेको चाहिँ छैन घुमिरहेछ कस्तो महसुस हुँदैछ त हाम्रो सबैभन्दा ठुलो लट्टे चाहिँ हो त्यो कति माथि टिप्नु भएको बिगार्नु भयो हौ तपाईँले ठाउँ चाहियो नि त बिनु काप त छोडिदिनु पर्यो नि त त्यसको छेउमा अर्को छ लट्टे त्यो पनि टिप्नु त्यो अहिले त्यो ठुलो लट्टेको छेउको लट्टे टिप्नु ऊ त अब
बेथे पनि टिपौँ है बेथु पनि टिप्दिनु निकै पो भयो त केही हाल्ने चाहियो नि भाँडो ल्याऊ जाऊ त भाँडा लिएर जाऊ त यसरी नचुड्नु त्यसो भए आहा यस्तो मजा हेर्नु त लु विदेशमा बसेर पनि आफ्नो बारीको तरकारी चुडेर खान पाउँदैन यति मान्छे भयो हामीले 2 छाक खायौँ हुन त भयो भनेर सकियोस् भन्न खोजेको चाहिँ होइन तर एउटा सेटिस्फ्याक्सन लेभल हुन्छ नि अब चाहिँ वाला हुन्छ नि त्यस्तै भइरहेछ आइज यहाँ साग हाल्नुपर्ने छ यो किनेर पनि राम्रै काम गरिएछ यो कति काम लाग्छ चटपटे खानालाई धेरैजना भेला भएको बेलामा चटपटे खाना यो फेरि हजुर आज त्यस्तो हावा लागेको त मैले हुन त म बाहिरै निस्किनँ पानी पर्दै गर्दाखेरि त्यो रमाइलो देखियो र एकछिन निस्किरहेको थिएँ लु यो भुइँमा राख्दिन न लु ए बेथु तर धेरै बाक्ला उम्रिरहन बेबे हो त लटे पनि चेपाचेप छ हाम्रो बारी यता छ यहाँनिर कति राम्रो यहाँनिर फुलको छेउमा 3टा 4टा खाने त्यो सबै चुट्याइदिनु अलि बोल्दै गर्नु न कस्तो निराश भएर चुड्नु भएको कसैको घाँटी चुडाउँदैछु त्यसको छेउमा अर्को पनि छ ऊ त्यहाँ सानो भयो केही पनि हुँदैन आगै त सानोमा कपाल किन काट्छन् बेबे राम्रोसँग आओस् अझै राम्रो हुन्छ भनेर तोरी कहिले हुन्छ होला थोरै उम्रेका रहेछ राम बिना अनि यो पनि छाट्नुपर्छ होला अलिअलि अहिले हुँदैन अलि छाक पुगोस् न छाक हुन त निकै लामा भइसकेछ नि यो विकेन्डमा यो शनिबार आइतबार निकाल्नुलाई शनिबार निकालौँ न त हाम्रो रोपेकाको पनि निकै हाँगा आइसक्यो यसको पनि निकै हाँगा आइसक्यो हाँगै आइसकेछ है चुड्दिने हो क्या चुड्दिन न त अलि ठुलो हुनुपर्छ नि पर्दैन आइसक्यो होइन तिमी त चुडिहाल्नु उखालिहाल्नु खोइ म गर्छु तपाईँले बेथु पनि देख्नु भएन त्यसको छेउमा अर्को पनि छ केही हुँदैन सानो भए पनि केही पनि हुँदैन क्या बेबे खोर्सानी अब चाहिँ अलि राम्रो हुँदै आयो जस्तो देखियो है यिनीहरू त धेरै राम्रा भइसकेछन् हाँगा पनि राम्रै आइरहेको छ नचुडिकन पनि राम्रै हुँदैन त चुडेको हेर न कस्तो भएर आउँछ पछि यहाँ त खोर्सानी नै लागिसकेछ है देख्नुभयो तपाईँहरूले यो खोर्सानी नै हो ल अब ल्याएको खोर्सानी पछि चाहिँ किन्नु पर्दैन होला मुन्टै चुड्ने हो तर सुरुमा त छाट्नुपर्छ अरे यत्रो बाक्लो कसरी हुन्छ त अनि पहिला त छाट्नै पर्छ अरे ए बेथुको पनि पो त्यस्तो राम्रो हामीले त उखेलेर खाने गरेको थियो थाहा नै थिएन मम्मीले मलाई भन्नुभएको थियो ब्लग हेरेर त्यो बेथेकोलाई किन उखालेका बेथेको पनि कस्तो हो त्यसको पछाडि बेथु हेर्नु त हो त्यो थोरै छैनन् बेथु भन्दै हुन्थ्यो ल आज कति भयो तरकारी चुड्दिन न त अलिअलि ऊ पनि सुप पनि चुड्दिनु तर सुप र ऊ मिसाएको मिठो हुँदैन होला नि त सुपको अर्कै स्वाद हुन्छ लट्टेको अर्कै स्वाद हुन्छ तपाईँले साह्रै लोभ गरेर गर्नुभयो म भए स्याटसुट अघि सक्दिन्थेँ ल बाई बाई भनिदिनु पुगिहाल्छ नि यति भएर त ल बाई बाई भनिदिनु बाई बाई भिडियो हेरेर बस्नु भएको यति बेरसम्ममा धेरै के अरे धन्यवाद भिडियो हेरेर बस्नु भएकोमा धेरै डान्स पनि कन्फ्युज बोली पनि कन्फ्युज मेरो के अब के चाहिँ राम्रो पक्ष मेरो के चाहिँ होला त अनुहार
होइन मैले तिमीलाई बिहे गरेँ त्यही हो मेरो भनेको त फट Bye everyone. Love you all. Love you from our body too.